गोरुबथानबाट हेरिरहनु भएको छ भने तपाईहरु है जतिजनाको पनि स्कुटी बाइक छ यहाँनिर तपाईहरु एआर राइडर्समा आउन सक्नुहुन्छ र यसको लोकेसन छ तपाईको ठीक केजी टिभीएस शोरूमको अपोजिटमा पर्छ यो चाहिँ है। यहाँ देख्न सक्नुहुन्छ बोर्डमा एआर राइडर्स र केमा डिल गर्छ यो शपले भन्दाखेरि सेल पर्चेस र एक्सचेन्ज पनि हुन्छ। यो चाहिँ भित्रको इन्टेरियर देखाइरहेको छु है के एभाइलेबल छ यहाँनिर अहिले तपाईले सबै प्रकारको पार्ट्सदेखिको लिएर मोबिल इन्जिन ओइलदेखिको लिएर नयाँ टायरदेखिको लिएर है हेलमेटदेखिको लिएर सबै कुरो पाउनुहुन्छ यहाँनिर। यसरी अगाडि देखाइरहेको छु टायर है तपाईको हेलमेट भयो नयाँ लेटेस्ट हेलमेट पनि पाउन सक्नुहुन्छ यहाँनिर। पार्ट्सहरुदेखिको लिएर सबै कुरो पाउँछ तपाईले यहाँनिर। यो भ्यान ग्रिपदेखिको लिएर है प्रो ट्यापरको युज गर्नुहुन्छ भने प्रो ट्यापर पनि छ। यहाँ काम गरिरहेको देखाइरहेको छु तपाईलाई है यहाँ देख्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस् अब है टिभीएसको मात्र स्कुटी मात्रै नभएर यहाँ तपाईले डोमिनारदेखिको लिएर R15देखिको लिएर सबै प्रकारको टु व्हिलर चाहिँ यहाँ लिएर आउन सक्नुहुन्छ है। म यो तपाईलाई अघि नै लोकेसन र यो भनिसकेको छु। यहाँ चाहिँ हो सर्भिस सेक्सन र अघि जुन चाहिँ तपाईलाई देखाएँ मैले त्यो चाहिँ हो त्यहाँनिर पार्ट्सहरुदेखिको हेलमेटहरुदेखिको लिएर सबै कुरो पाइन्छ। तर यो चाहिँ हो सर्भिस गर्ने जग्गा र अहिले त्यस्तो म्यानेज गरेको छैन रहेछ है। यहाँनिर तपाईले एक्सचेन्ज गर्न सक्नुहुन्छ तपाईको टु व्हिलर लिएर पनि। यहाँ चाहिँ हाम्रो यो एआर राइडर्स शप ओनर चाहिँ यहाँ हुनुहुन्छ है। एआर को फुल फर्म चाहिँ तपाईको आवेश राई है। यहाँनिर तपाईको गैरी गाउँमा आएर उहाँलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ र जति पनि गोरुबथानबाट हेरिराख्नु भएको छ उहाँलाई राम्रोसँग चिन्नुहुन्छ। तर पनि जसले पनि अब गोरुबथान बाहिर या अलिक टाढोबाट हेर्नु हुँदैछ भने तपाईहरुले चिन्नु हुँदैन तर पनि आएर यहाँनिर तपाईहरु कन्ट्याक्ट गर्न सक्नुहुन्छ। र अहिलेसम्मको चाहिँ यहाँनिर बेस्ट सर्भिस दिइरहेको छ गोरुबथान अन्तर्गत है यो जति पनि पर्छ त्यसमा चाहिँ सक्षम भइरहेछ एआर राइडर्स एकदम। अब यो भिडियोलाई यहीँ टुङ्गाउन चाहन्छु। धेरै धेरै धन्यवाद। लाइक शेयर कमेन्ट नगर्नु भुल्नु होला प्लिज गरिदिनु होला है। थ्याङ्क यू सो मच।